हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। आशा तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै नै छु है। सबैजनालाई नमस्ते भन्न चाहन्छु म चाहिँ होइन। यो चाहिँ मेरो नयाँ युट्युब च्यानल हो होइन। सबैजना मिलेर सपोर्ट गरिदिनु होला प्लिज। सबैलाई रिक्वेस्ट गर्न चाहन्छु म चाहिँ होइन। म चाहिँ इन्डिया आएको चाहिँ धेरै भइसक्यो त छैन, 2 हप्ता भयो। 2 हप्ता जति भयो होइन। अनि मैले चाहिँ अब फेरि मेरो अर्को नयाँ युट्युब च्यानल हो यो चाहिँ होइन। तपाईँहरू प्लिज सबैजना मिलेर सब्सक्राइब गरिदिनु होला प्लिज मित्रहरू होइन। अनि म चाहिँ कहाँ बस्छु भन्दाखेरि म चाहिँ मुम्बईमा बस्छु। अनि मुम्बईमा बस्छु म चाहिँ। अनि प्लिज सबैजना मिलेर सपोर्ट गरौँ। म फेरि यस भिडियोमा नयाँ राम्रो भिडियोहरू हाल्नेवाला छु है। मेरो अर्को च्यानललाई चाहिँ त्यस्तै भयो, त्यही पनि त्यसमा भिडियोहरू आउँछ, म चाहिँ हाल्न छोड्दैन होइन। तर त्यही पनि यो च्यानललाई चाहिँ सपोर्ट गरिदिनु होला सबैजना मिलेर है त, मेरो मित्रहरू भन्न चाहन्छु। अनि म चाहिँ यहीँ बस्छु मुम्बईमा होइन। अनि यो चाहिँ स्टेडियम भयो, यो अखडे स्टेडियम भन्छ के भन्छ यसलाई चाहिँ होइन। अनि म चाहिँ आएको 2 हप्ता जति भयो। अनि यस्तै छ यहाँ चाहिँ, राम्रो रमाइलो रहेछ। हल्का फुल्का यहाँ छतमा आयो भने चाहिँ यस्तै छ हेर। अहिले चाहिँ अब रातिको हो, साँझ पर्न थालिसक्यो। मलाई चाहिँ मुम्बईको बारेमा धेरै केही थाहै छैन होइन। म चाहिँ नयाँ मान्छे हो होइन। यहाँ त्यही पनि म हल्का फुल्का भिडियो बनाउने कोसिस गर्नेछु यहाँ जसै भए पनि है त। अनि म चाहिँ नेपाल गइहाल्नेछु अलि दिनपछि चाहिँ। मेरो यो भिडियो चाहिँ छोटो छ होइन, त्यही पनि मिठो हुन सक्छ कि सक्दैन त्यो मलाई थाहा भएन। त्यसपछिको भिडियोहरू चाहिँ राम्रो आउनेवाला छ मित्रहरू। प्लिज यो च्यानललाई सब्सक्राइब गरेर राखिदिनु होला। म सबैजनालाई लिङ्क सेयर गर्छु, प्लिज साथ सपोर्ट गर्नु होला है त। थ्याङ्क यू फर द वाचिङ। टाटा बाई बाई गाइज। यो भिडियो चाहिँ छोटो भए पनि केही नमान्नु होला। अबको राम्रो भिडियोहरू आउनेवाला छ प्लिज। थ्याङ्क यू फर द वाचिङ। टाटा बाई बाई।